हेलो एभ्रिवान, यो नयाँ भिडियोमा सबैजनालाई मेरो भ्लगमा स्वागत छ। आज म आएको छु यो भलिबल खेल मैदानमा। यहाँ चाहिँ लाइन जजको भूमिका खेलेर रहेर यहाँ चाहिँ म आफ्नो एक्सपिरियन्स बटुल्दै आएको छु तपाईहरु सामु। यो अलिअलि यहाँ बिहाइन्ड द सिनहरु लिएर आएको छु। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ गेमहरु अलिअलि र फोर्थ अफिसियलको कामहरु, लाइन जजको कामहरु यहाँ तपाईलाई थोरै फुटेजमा यहाँ देखाउन गइरहेको छु। कृपया भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु होला। फोटो हेर्नको लागि अंग्रेजी अथवा नेपालीमा राष्ट्रिय भलिबल रेफरी अनिल गुरुङ र भनेर लेख्यो। यस हाम्रो यो एमके गुरुङ ज्यूबाट यस फर्स्ट सेकेन्ड रेफरीको भूमिकामा गरिदिनु भएको छ। उहाँलाई हामी धेरै पक्नुस् है। गाडीहरु मैदान प्रवेश गरिदिनु होला। वडा नम्बर 21 र 28 सही मलाई पैसा पठाइ लाग्दैन भन्दै भाइ आज खेलाडी परिचय शुभकामना हुनु होला। लाइन गर न, लाइन हरेक साथीले लाइन भनेछ सर जोसेको चाहिँ स्कोर सिट रहेको छ। स्कोर बोर्ड दुवै टिमका खेलाडीहरु लाइनमा लागिसकेका छ है। सेमी फाइनल खेल वडा नम्बर 23 भर्सेस वडा नम्बर 19 हुँदैछ र उहाँसँग परिचय गर्दिनु हुन वडा नम्बर 14 का वडा अध्यक्ष आदरणीय बुधबहादुर कार्कीज्यू र एमके बाजे हुनुहुन्छ। अनि वडा सदस्य चिर परिचित 14 का गोपाल सापकोटाज्यू, वडा नम्बर 19 का वडा सदस्य विकास कुमार आचार्यज्यूलाई खेलाडी परिचय गरिदिनु हुन अनुरोध गर्दछु र वडा अध्यक्ष आदरणीय बुधबहादुर कार्कीज्यूबाट रेफ्रीलाई हाम्रो ज्ञानगुरु पनि हुनुहुन्छ यहाँ स्कोर बोर्ड बनाउन अनुरोध गर्दछु। धन्यवाद। कोच फुटबल कोच आज भलिबलमा पनि बक्समा टिम म्यानेजर एक्स्ट्रा प्लेयर बाहेक कोही नबसिदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु। गुड शॉट 1-5 ल अब तपाईको इन्ट्रोडक्सन दिनु पर्यो। माय नेम इज सुदीप गुरुङ। नमस्कार, मेरो नाम सुदीप गुरुङ। नेपाली इंग्लिश सबै नबुझ्नेलाई नेपालीमा, बुझ्नेलाई इंग्लिशमै। अच्छा बा मी भनेर दाइले भनिसक्नु भएको छ। राम्रो मान्छे भन्नुभएको रे गुरुङ भाइ। अहिले चाहिँ यहाँ फोर्थ अफिसियलमा देख्नुहोस् यसको भूमिका भनिदिनु पर्यो अलिअलि। यो स्कोर काट्ने हो, यहाँबाट रोटेसन हेर्ने सबै। यो त्यहाँ भित्रको खेलाउने दुईटा अफिसियलको भन्दा सबैभन्दा इम्पोर्टेन्ट काम एउटा कसले सर्भिस हान्न गयो, को रोटेसनमा कहाँनिर छ, टाइम आउट कतिचोटि लियो, सब्स्टिट्युसन कतिचोटि भयो, टोटल म्याच कति मिनटको भयोदेखि सबै यहाँ डिटेल हुन्छ योमा चाहिँ। ओके, यहाँ यस्तो देखाउनु पर्यो के छ भन्ने कुरा चाहिँ यहाँ लेखेर देखाउँदै हुनुहुन्छ अलिअलि। नट गुड। सबै क्यापिटलमा लेख्नु पर्ने हुन्छ। यो पेपरलाई चाहिँ के भन्छ भन्नु पर्यो? यसलाई स्कोर सिट। नेम अफ कम्पिटिसन, कुन गेम भइरहेको छ त्यसको लेख्नु वार्ड पर्यो। नम्बर 14 कप 2081 country code
डेट 24 आज 24/11 Alright, number 22. लाइन छो सर लाइन छो हगु माटै देखियो